आजको यस भिडियोमा मैले मुलाको आमाजराबाट बिउ उत्पादन गर्ने विधिबारे जानकारी गराउनेछु। साथसाथै मैले यसको प्रमाणीकरण प्रक्रियाबारे पनि थोरै जानकारी दिनेछु। यसको लागि सर्वप्रथम हामीले आमाजरा उत्पादन गर्नुपर्छ। 3 चोटि यसलाई चाहिँ हामीले खेत निरीक्षण गराउनुपर्छ। सबभन्दा पहिला हामीले माउ बिउ छरेपछि हामीले 20-30 दिनपछि एउटा चाहिँ खेत निरीक्षण गर्नु पर्यो। त्यसपछि अर्को खेत निरीक्षण हामीले यो माउ बिउ अब सार्ने बेलामा खेत निरीक्षण गर्छौँ। यो सार्नको लागि हामीले चाहिँ माउ बिउ निकालेर त्यसको चाहिँ हामीले त्यसपछि यसलाई चाहिँ हामीले चाहिँ खेतमा चाहिँ यसरी नै सार्नुपर्छ। अनि त्यसपछि अर्को अहिले खेत निरीक्षण गर्नुपर्छ र अर्को खेत निरीक्षण हामीले यो अब बिउ उत्पादन भइसकेपछि फ्लावरिङको बेलामा गराउनुपर्छ। दूरी चाहिँ ख्याल गर्नुपर्छ। हामीले यो यदि हामीले मूल बिउ उत्पादन गर्दैछौँ भने कम्तीमा 1600 मिटर प्रति हेक्टर दूरी हुनुपर्छ र प्रमाणित बिउ छ भने 1000 मिटर प्रति हेक्टर दूरी हुनुपर्छ। भनेपछि एउटा जातदेखि अर्को जात बिचको दूरी हामीले त्यो चाहिँ कायम गर्नु। र आमाजरा सार्दाखेरि हामीले चाहिँ राम्रो स्वस्थ रोग किरा नलागेको जराहरू चाहिँ छान्नुपर्छ। र साथसाथै हामीले यतिखेर यसको जातीय पहिचानमा पनि ध्यान दिनुपर्छ। जस्तै यो 40 दिने मुलाको जातमा यसको पातहरू टाढो हुन्छ र साथै हल्का हरियो रङको र पातको किनाराहरूमा चाहिँ नकाटिएको र झुस पनि नभएको देखिनुपर्छ। यो बाहेकको अरू गुणहरू देखियो भने हामीले त्यस्तो निष्कासन गर्नुपर्छ त्यस्तो आमाजराहरूलाई। र छानिएको आमाजराहरू हामीले चाहिँ यसको माथि 5 देखि 6 सेन्टिमिटर हुने गरी डाँठ राखेर अरू सबै काट्नुपर्छ। त्यसरी नै हामीले चाहिँ तल पनि 1/3 भाग चाहिँ काट्नुपर्छ। र त्यसपछि बचेको भागहरूलाई चाहिँ हामीले यसलाई चाहिँ अब डुसीनाशक विषादी जस्तै ब्याबिस्टिन कार्बेन्डाजिमहरूको 0.1% सल्युसनमा 10 मिनट जति राख्नुपर्छ। अनि त्यसपछि हामीले यसलाई सुकाएर अब मेन फिल्डमा यसरी फोटोमा देखाए जसरी नै अब हामीले एउटा लहरदेखि अर्को लहरको 60 सेन्टिमिटर र एउटा बोटदेखि अर्को बोटको बिचमा 30 सेन्टिमिटर जति दूरी राखेर हामीले चाहिँ अब मेन फिल्डमा रोप्नुपर्छ। मल खादको कुरा गर्ने हो भने हामीले सरदर प्रति रोप्ने जग्गामा 50 देखि 60 डोको गोबर मल वा कम्पोस्ट मल राख्नुपर्छ र 5 केजी नाइट्रोजन, 4 केजी फस्फोरस र 2 केजी पोटास मल दिनुपर्छ। गोबर मल, फस्फोरस र पोटास मल हामीले जमिन तयारी गर्दाखेरि हाल्नुपर्छ भने नाइट्रोजन मल एक पटक गोड्ने समयमा र आधा अर्को पटक चाहिँ हामीले उसको चाहिँ डुकु आउने बेलामा वा फुल फुल्ने अगाडि चाहिँ हामीले चाहिँ दिनुपर्छ। र यसरी नै हामीले चाहिँ मुलाको बिउ चाहिँ उत्पादन गर्न सक्छौँ। र अरू पनि यो मुला खेतीको सम्बन्धी जानकारीहरू चाहिँ अरू भिडियोमा राख्ने नै छौँ। यति भन्दै अहिले चाहिँ बिदा हुन्छु। हस्, धन्यवाद।